राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभाको 2/3 बहुमत राष्ट्रिय सभाको सहयोग बिना कतिको पावरफुल हुन्छ? ऐन बनाउन, संशोधन गर्न, खारेज गर्न यसले सक्छ कि सक्दैन? यस्ता कामहरू गर्दाको अवस्थामा कस्ता बाधा अडचनहरू आउँछन् भन्ने विषयमा यो भिडियोमा कुरा गर्दैछु। यसमा हाम्रो संविधानमा के लेखेको छ भन्दाखेरि सुरुमा अर्थ विधेयकको हकमा अर्थ विधेयक प्रतिनिधि सभाले पारित गर्छ, राष्ट्रिय सभामा पठाउँछ। राष्ट्रिय सभाले 15 दिनभित्रमा चाहिँ त्यस्तो विधेयकमा छलफल गर्छ, छलफल गरेर सुझाव भएको स्थितिमा चाहिँ सुझावसहित फिर्ता पठाउँछ। अब त्यसरी सुझावसहित फिर्ता आइसकेपछि प्रतिनिधि सभाले त्यो सुझावलाई विचार गरेर यदि त्यो सुझावलाई समावेश गर्नुपर्छ भने समावेश गरेर प्रमाणीकरणको लागि राष्ट्रपति समक्ष पठाउन सक्छ। यो प्रक्रिया हेर्दाखेरि प्रतिनिधि सभामा बहुमत भएको रासोपालाई चाहिँ अन्य पार्टीहरूको बहुमत भएको चाहिँ जुन राष्ट्रिय सभा छ त्यसले कुनै पनि हिसाबको बाधा अर्चन कडा गर्न सक्ने स्थिति चाहिँ देखिँदैन। अब अर्थ विधेयक बाहेक अन्य विधेयक प्रतिनिधि सभाले पारित गर्छ, पारित गरिसकेपछि राष्ट्रिय सभामा पेश गर्छ। त्यस्तो विधेयक पेश भएको 2 महिनाभित्रमा राष्ट्रिय सभाले कि पारित गर्नु पर्यो कि नभए चाहिँ सुझावसहित फिर्ता पठाउनुपर्छ प्रतिनिधि सभामा। तर फेरि केही गरी राष्ट्रिय सभाले प्रतिनिधि सभाले पठाएको विधेयकलाई चाहिँ अस्वीकृत गर्यो अथवा संशोधन गरेर पठायो भने चाहिँ के हुन्छ भनेर कानुनमा के लेखेको छ भन्दाखेरि चाहिँ राष्ट्रिय सभाबाट अस्वीकृत भई वा संशोधन सहित प्रतिनिधि सभामा फिर्ता आएको विधेयक उपर विचार गरी प्रतिनिधि सभाको तत्काल कायम रहेको सदस्य सङ्ख्याको बहुमत सदस्यहरूले प्रस्तुत रूपमा वा संशोधन सहित पुनः पारित गरेमा सो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गर्न सकेछ भनेर चाहिँ यसरी चाहिँ कानुनमा लेखिएको छ। अब यसको मतलब यस्ता विधेयकहरूलाई पारित गर्नको लागि पनि राष्ट्रिय स्वतन्त्र पार्टीको जुन बहुमत छ प्रतिनिधि सभामा त्यो प्रतिनिधि सभामा भएको बहुमतलाई चाहिँ कुनै पनि हिसाबमा बाधा अर्चन गराउन सक्ने स्थिति रहेन राष्ट्रिय सभाले।